जय मसी, नमस्कार मेरो प्रिय व्यवसायलाई। आज चाहिँ म जरिङ्गो र चिकन बनाउन गइरहेको छु। मलाई चाहिँ एकदमै ट्राई गर्नु मन लाग्यो है। यो मैले जरिङ्गो चाहिँ पोहोरको साल मेरो घरको ब्याक साइडमा चाहिँ बोरामा रोपेको थिएँ। पोहोरको साल पनि मजाले खायौँ। यो पालि पनि मजाको भएछ। यो जरिङ्गोलाई देख्दै मलाई चाहिँ चिकनसँग मिक्स गरेर ट्राई गर्नु मन लाग्यो। हेर्नुहोस्, र मैले चिकन धोएँ अनि जरिङ्गो पनि धोएँ। जरिङ्गोलाई त मैले हातले नै टोरेँ, चिकनलाई चाहिँ मैले पिस पिस काटेँ है। यो तेल पनि खरिँदैछ अनि यो जरिङ्गोको ठुल्ठुलो डन्ठा चाहिँ यसरी काटेर साइडमा राखेको छु है। अब प्याजी, एउटा प्याज हो यो, एउटा प्याज चाहिँ मैले स्लाइसमा ठुल्ठुलो स्लाइसमा काटेको छु। अब यसलाई एकछिन म खराउँछु है। अन्त खराएर चाहिँ यसमा चाहिँ म कुटेको रातो खोर्सानी अनि पाउडर होइन, कुटेको रातो खोर्सानी है, सुक्खा अनि अदुवा लसुन, जसलाई चाहिँ मैले कद्दुकस, तपाईँहरूले पिसेर पनि हाल्नु सक्नुहुन्छ, तर मैले चाहिँ कद्दुकस गरेर हालेको छु। अनि कुटेको रातो खोर्सानी, अदुवा लसुन है, यसलाई एकछिन फेरि हामी भुट्नेछौँ अनि भुटेर अरू मसला हाल्नेछौँ। अरू मसला त म खालि चिकन मसला मात्रै युज गर्छु, त्यो पनि मैले आफ्नै घरमा बनाएको। यो चाहिँ मेथी, जिरा, सौँफ र अजवाइनलाई चाहिँ रोस्ट गरेर पिसेर बनाएको। एकदमै टेस्टी हुन्छ। तपाईँहरूले घरमा बनाउनु होला अनि राख्नु होला। अनि यो चाहिँ चिकनको झोलमा है, माछाको झोलमा पनि एकदमै टेस्टी हुन्छ। यदि तपाईँले यसलाई चिकन मजाले भुट्नु भयो भने पनि लोकल चिकनको चाहिँ टेस्ट दिन्छ यो मसलाले चाहिँ है। लु हेर्नुहोस्, मैले हालिसकेको छु। अब यसलाई एकछिन भुट्ने छु है। हर्दी पनि हालेँ मैले। खालि यति हो मेरो मसला चाहिँ, अरू म केही पनि हाल्दिनँ। मेरो रेसिपीमा चाहिँ हमेसै कम्ती मसलाको रेसिपी हुन्छ, तर एकदमै टेस्टी बनिन्छ। तपाईँहरूले ट्राई गर्नुहोला। हेर्नुहोस्, अब यसमा हामी चिकन हालेर भुट्नेछौँ। चिकन चाहिँ हालेर चाहिँ मजाले चलाएर चाहिँ त्यसलाई चाहिँ म पहिला हाई फ्लेममा है, पछि चाहिँ म यसलाई हल्का आँचमा भुट्दै पकाउँछु, नछोपिकन हो। अनि तेल चाहिँ मैले अलिक ज्यादा हालेको छु, किनभने मेरो चिकनमा चाहिँ स्किन छैन, स्किन बिनाको चिकन हो। त्यो भएर चाहिँ म तेल कम्ती हालेको छु, ज्यादा हालेको छु, किनभने त्यसमा चाहिँ तेल ज्यादा लाग्छ है। अन्त मिठो पनि हुन्छ साग भएको कारणले। लु हेर्नुहोस्, नुन पनि हालेँ। अब नुन हालेँ। अब नुन हालेर यसलाई मजाले मिक्स गर्छु है। मिक्स गरेर चाहिँ यसलाई मैले भनिहालेँ, पहिला चाहिँ हाई फ्लेममा, पछि चाहिँ हल्का आँचमा यसलाई भुट्नेछु, भुट्दै पकाउँछु होइन। हेर्नुहोस्, यसलाई म छोप्दिनँ है, अनि नछोपिकन यसलाई म भुट्दै पकाउँछु। अब लु हेर्नुहोस्, यतिको भएको छ यी हो। अब यसमा चाहिँ म डन्ठा हाल्छु। डन्ठा हालेर चाहिँ फेरि यसलाई एकछिन छोपेर पकाउँछु। अनि छोपेर पकाएर चाहिँ फेरि हामी यसमा साग हाल्छौँ है। यो चाहिँ मैले खाएर हेरेँ होइन, यो चाहिँ टेस्ट ठिकठाक लाग्यो मलाई। हामीलाई चाहिँ मनपर्छ, हाम्रो एजकोलाई चाहिँ है, तर नानीहरूलाई चाहिँ सायद मन पर्दैन जस्तो लाग्यो है। र पनि तपाईँले एकपल्ट ट्राई गर्नु होला। मलाई चाहिँ टेस्टी नै लाग्यो है। यो जरिङ्गोको चिप्लो चिकन मिठो नै लाग्यो है। तपाईँले यदि बनाएर खानुभएको छैन भने एकपल्ट पकाएर खानु होला। यो मिक्स जरिङ्गोको साग र उयो चिकन है। अनि धन्यवाद छ, तपाईँले हेरिदिनु भयो है। यो हेर्नुहोस् त, कति राम्रो देखिरहेको छ है, कति दामी देखिरहेको छ। अनि यो जरिङ्गोको चिप्लोले एकदमै अलग फ्लेभर दिँदो रहेछ है। धन्यवाद छ, हेरिदिनु भयो। सब्सक्राइब गरिदिनु होला।